हेलो नमस्ते। म चाहिँ आज पासरिस आएको छु मेरो साथीलाई भेट्नु। अन्त हेर्नुहोस् न, यहाँनिर पार्कमा यति बिक्ने कुखुराहरू रहेछ। यहाँ हेर्नुहोस्, जङ्गली कुखुराहरू, भालेहरू कस्तो दामी दामी छ। हेर्नुहोस् त, यदि हाम्रो गाउँमा यो भए चाहिँ कति खान्थ्यो होला। तर यहाँ चाहिँ अब सरकारले एलाउ गर्दैन नि त मार्नु लागि। हेर्नुहोस् न कस्तो राम्रो राम्रो। यहाँ हेर्नुहोस्, ओइ कस्तो दामी है। हेर्नु न के दामी दामी कुखुराहरू। भगवान्, हाम्रो घरमा पाल्ने कुखुराहरू पनि यस्तो राम्रो सफाहरू देखिनँ मैले त। यहाँ त के साह्रो सफा। यहाँ हेर्नुहोस् न, पुरा रहेछ। मैले यत्रो बिक्न त यहीँ देखेको फर्स्ट टाइम। हाम्रोतिर पनि उता हामी बस्ने जग्गातिर पनि हुन्छ कि, तर यस्तो बेसी चाहिँ हुँदैन क्या। एक एकवटा कता कता छाट्टा छुट्टा हुन्छ कि। तर यहाँ त के बिक्न भगवान्, के मजा मजाको हौ। कस्तो राम्रो। गर्नु भएको छैन। हाम्रोतिर त यहाँ हेर्नुहोस्, यो भित्र चाहिँ यिनीहरूको बथान रहेछ है। अन्डा चाहिँ कता कता पार्छ नि। अन्डा भेटे त लानुहुन्थ्यो है। फाइनली मेरो साथीसँग चाहिँ भेटेँ हो। उहाँ चाहिँ आउँदैछ। उहाँ आउनु हुँदैछ, मिस कृषिका तामाङ आउनु हुँदैछ हो। उहाँहरूको जग्गा हो। कस्तो मजा लाग्यो मलाई त। त्यसो नगर्न। हामी दुईजना चाहिँ भेटे। अब के खानुपर्छ।